प्रधानमन्त्री कसलाई बनाउने के बनाउने त्यो तत्कालीन अवस्थाको परिस्थितिले गर्छ कि अहिले मैले प्रधानमन्त्री घोषणा गरेर प्रधानमन्त्री हुँदैन, मलाई प्रधानमन्त्री घोषणा गरेर प्रधानमन्त्री हुने हो र हैन, कसैले प्रधानमन्त्री घोषणा गरेर मात्रै प्रधानमन्त्री हुन्छ, म पनि प्रधानमन्त्री हुने क्यान्डिडेट होइन र भने हो हैन, नाम त प्रस्तावै भएको नि। मैले प्रधानमन्त्री पनि छोडेँ, पार्टी अध्यक्ष पनि छोडेँ। सुशान्त घिसिङ स्वार्थी भए, स्वार्थको लागि बार्गेनिङ मिलेन, त्यही भएर रासोपा छोडेर छुट्टै आफ्नै बाटो रोजे। के छ यसमा, के भन्न चाहनुहुन्छ? त्यो कदापि होइन, त्यो गलत न्यारेटिभ सेट गर्न खोजिरहेको छ। राष्ट्रसभामा राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी रविजीको अध्यक्ष रविजीलाई मानेकै थिएँ होइन, घण्टी चुनाव चिन्ह मानेकै थिएँ, अनि बालेनजीलाई प्रधानमन्त्री मानेकै थिएँ। अनि कहाँ चाहिँ कुरा मैले चाहिँ के मागेको थिएँ र त्यहाँ, अनि म चाहिँ पद माग्ने स्वार्थी भएँ। म त सबै छोडेर मलाई केही पनि चाहिएन भनेर गएको हो नि त, मेरो पनि आइडेन्टिटी होला नि त।